सरकारमाथि हामी खनिएको पनि छैनौँ। हामीले आफ्नो विवेक, आफ्नो शक्ति, आफ्नो सिपले हामी अगाडि बढिरहेका छौँ र अहिले पनि हाम्रो लागि मात्रै नभएर हाम्रो सिङ्गो राज्य र समाजको लागि पनि हामी सबैको लागि गर्दैछौँ, यहाँको आफ्नै लागि मात्रै होइन। कुनै शिक्षामा भेदभाव बहिष्कार भोगेकै कारणले हामीले उच्च शिक्षा हासिल गर्न सकेनौँ र हामी यो भन्दै गर्दा हामी विवेकहीन र शक्तिहीन चाहिँ होइनौँ, हामी पनि गर्न सक्छौँ। हामी पनि के अरे अलिकति ठाउँ र स्थान नदिएको मात्रै हो। हामी पनि जसरी अरूहरू जस्तै हामीले पद पोजिसनमा हामी कुद्न नसके पनि हामी बलशक्ति, हाम्रो विवेकले हामी बाँड्नु सक्ने अवश्य छ। र हामीले यो हाम्रो विषय मुद्दाहरू चाहिँ अहिले आएर मात्र होइन, हामी चाहिँ यो 25-30 वर्ष अगाडिदेखि नै सङ्घर्ष गरिरहेका छौँ र यति लामो अन्तरालमा अझै पनि हामीलाई कसैले समाज, सरकार, कुनै पद अधिकारीहरू र कुनै सरकारी कर्मचारीहरू, सरकारी कार्यालय, सरकारी कुनै नीति नियममा र सबै कुरामा चाहिँ हामीलाई अहिलेसम्म समेट्नुपर्छ, लानुपर्छ। यो पनि हाम्रो देशको अङ्गहरू हो, हाम्रो देशको